बर्कली मरिना। यो चाहिँ बर्कलीको एउटा चाहिँ यो पानीमा जानको लागि चाहिँ अति उत्तम ठाउँ भनौँ न, जसलाई मरिना भनिन्छ। यहाँ तपाईँहरूले देखिराख्नु भएको छ असङ्ख्य बोटहरू, यी बोटका मालिकहरू। अब यहाँ चाहिँ पार्क गरेको पनि यहाँ चाहिँ पैसा लाग्छ। उनीहरू चाहिँ आफ्नो सुविधाअनुसार यहाँबाट चाहिँ निस्किन्छन् पानीमा। अब यो पानीको एक्सेस भनेको यो संसारै पुग्छ। यो पानी यहाँबाट तपाईँ चाहिँ आफ्नो यात्रा सुरु गर्नुभयो भनेदेखि यो पानी चाहिँ अब जहाँ जहाँ पानी छ संसारमा त्यहाँसम्मको एक्सेस तपाईँको बोट हेरेर। सानो बोट छ भने त्यही अनुसारले सानो ठाउँमा जानु होला तपाईँ, होइन। ठुला ठुला बोटहरू, अब यहाँ चाहिँ यति ठुल्ठुला बोट पनि छन् कि यहाँ चाहिँ यो पुरै समुद्र क्रसिङ गर्न सक्नेदेखि लिएर सामान्य बोटहरू, बेमा मात्रैदेखि लिएर सेल बोटहरू छन्, पुरै चाहिँ झन्डाले गर्ने विभिन्न किसिमका बोटहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। अब यहाँ सानो चाहिँ पम्पले चाहिँ गर्ने हाते बोटहरूदेखि लिएर अब जसको आफ्नो औकात छ त्यही अनुसार चाहिँ पानीको सफर गर्न सक्ने। अनि यहाँबाट चाहिँ बोट लन्च गरेर अलि पर गएर पानीमा चाहिँ अब बे नाग्ने, बेबाट समुद्र पुग्ने, समुद्रबाट एटलान्टिक ओसियन जाने, अन्त जाने। अब कहाँ कहाँ जाने हो त्यो त आफ्नो औकात कस्तो खालको तपाईँको चाहिँ नि बोट छ र क्यापेसिटी छ त्यही अनुसारको चाहिँ मान्छेले यात्रा गर्छन्। यहाँ त्यस्तो ठाउँ हो यो। मेरो पनि एउटा सानो बोट थियो, म चाहिँ त्यो बोट कहाँबाट लन्च गर्ने भनेर चाहिँ पत्ता लगाउने हिसाबले चाहिँ आज म यतै आएको बेलामा म हेर्दैछु। हुन त त्यो बोट जहाँबाट नि लन्च गर्न मिल्छ, त्यो सानो इन्फ्लाइटेबल 3 जनाले बस्ने बोट हो। त्यसलाई कतै ठाउँहरू हेर्नु त पर्दैन भए पनि त्यस्तै सिमिलर बोटहरू चाहिँ कहाँबाट लन्च हुन्छ भनेर पत्ता लगाउने क्रममा म चाहिँ यहाँ आइपुगेको छु है। अब सायद अब यहाँ यता आउनै पर्दैन, उतैतिरबाट गरे नि हुन्छ हाम्रो, किनभने लाइसेन्स छ, सबै भइसकेपछि यो ऊ भन्ने हुँदैन, आफ्नै रिस्कमा गर्ने हो। यो कोस्ट गार्डहरू कोही पनि हुँदैन, यो सबै रेस्पोन्सिबिलिटी आफ्नै हो यहाँ चाहिँ। अनि यहाँ चाहिँ यो एकदमै धनी धनी मान्छेहरू, अब बोट भनेको त एउटा चाहिँ एक्स्ट्रा खर्च पनि हो। यो चाहिँ अब सोख गर्ने मान्छेहरूले मात्रै यो युज गर्छ। यसको न कुनै प्रयोजन छ काम र घर जानको लागि। एउटा चिल हुने टन्न पैसा भएको मान्छेहरूले आफ्नो लाइफस्टाइललाई इन्हान्स गर्नको लागि चाहिँ बोट युज गरिन्छ। अब त्यही भए हुनाले चाहिँ अब हाम्रो कम्युनिटी चाहिँ अब अहिले भर्खर अमेरिका आएको हुनाले यो सम्बन्धी जानकारी चाहिँ अलिक कमै भएको जस्तो देखिन्छ, होइन। त्यही भए हुनाले अब इन्डियनहरू पनि कम छन्, नेपालीहरू त कुरै छोड्नु। अब यो चाहिँ खालि गोराहरूले मात्रै गर्ने हो, गरे पनि यसो भाडाकोहरू कहिलेकाहीँ चढ्ने गर्ने र ओनै गरेर यसरी चाहिँ लाइफ स्टाइलै बनाउने चाहिँ मैले चाहिँ अहिलेसम्म भेटेको छैन। होला नि हुन त एकदमै हमलामा गर्न मिल्ने त्यो, तर यो चाहिँ नि एकदम फिल्ती रिचहरू मान्छे, पैसा मात्रै भएर नि भएन, होइन। त्यो सम्बन्धी जानकारी पनि हुनु पऱ्यो। त्यस्तो ठाउँमा आज आइपुगेको छु। मलाई पनि यो बोट लाइफ साह्रै नै रमाइलो लाग्यो हुनाले अब चाहिँ र यहाँ चाहिँ यो एकदमै एक्सर्साइज पनि हुन्छ। यिनीहरू बोटहरू यो चाहिँ हावाले चल्ने हो, यो ठाटाहरू लङ्गरहरू। यसमा चाहिँ अब यिनीहरू सिक्नुपर्छ, होइन। मलाई बोलाएको छ एउटा प्रेसिडेन्ट छ, उसले मलाई चाहिँ लु न आइज, हामी चाहिँ साथी मात्रै खोज्छौँ, रिटायरी साथी, हामीसँग टन्न सबै चिज छ, हामीलाई खालि मान्छेहरू मात्रै चाहियो भन्ने किसिमको मान्छेहरू पनि मैले भेटेको छु क्या यहाँनिर। किनभने अब त्यो जमानीमा टन्न पैसा कमाएको छ, सबै चिज छ, अब के गरी टाइम बिताउने भन्दा यस्तै गरेर यस्तो लाइफस्टाइल बिताउने, साथीहरू उ गर्ने, यस्तो खालको पनि रहेछ अमेरिकामा। त्यो पनि थाहा भयो। अब रिटायर भएपछि यस्तो मान्छे खोजेर हिँड्नु पऱ्यो है। त्यसैको फिराकमा छु अब म पनि एक प्रकारले रिटायरै भए हो, तर आफूसँग भएको स्वसाधनले मात्रै सबै चिज गर्न नपुग्ने भए हुनाले अब यस्ता मान्छेहरूलाई साथी बनाउन पाइयो, जसले चाहिँ पैसा त छ तर साथी छैन भन्ने खालको हुन्छ नि। त्यस्तो मान्छेहरू भेट्न सकियो भने अमेरिका हो जे पनि भेटिन्छ यहाँ खोजेदेखि, होइन। उयो नेपाली चाहिँ हुँदैन, कुन के मतलब भयो र मान्छे भए त भइगयो नि। जस्तो भए पनि कम्युनिकेसन हुनु पऱ्यो, मान्छे हुनु पऱ्यो। त्यसले गर्दाखेरि आज म यस्तो ठाउँमा आएको हो। अब यसको बारेमा विस्तृत म बेला बेलामा यो बोटिङ लाइफ अमेरिकाको बारेमा चाहिँ म चाहिँ यो यस्तो खालको भिडियो पनि म हाल्नेछु। धन्यवाद।